गर्दिनँ आफ्नो टिमभन्दा बाहिरको फिल गर्दिनँ त्यही भएर अफर गर्न पनि अलिक गाह्रो भएर माने होइन पहिला मलाई धेरैजनाले तपाईँकोमा अफर दिन आउनु तपाईँसँग धेरैसँग डराउनु भएको छ तर जब मलाई भेटिसकेपछि उहाँहरूले सहज ए तपाईँ त यस्तो पो हुँदो रहेछ हाम्रो त पहिला कस्तो लाग्दैन गाह्रो छ काम गर्न तर तपाईँ जतिको सहज काम गर्न चाहिँ हामीलाई पनि जस्तो लागेन भने चाहिँ मेरो चाहिँ लास्टमा तारिक हुन्छ जस्तै अरूको कहिलेकाहीँ अगाडि राम्रो हुन्छ पछाडि नराम्रो भइरहन्छ मेरो चाहिँ लास्टमा चाहिँ मजा आएको हुन्छ काम गर्न त्यही चिज तपाईँलाई के लाग्छ त्यो बेलामा तपाईँ लगभग लामै समय तपाईँ एउटै टिममा काम गर्नुभयो बाहिरको फिल्ममा कम देखिनुभयो अहिले यसो फर्केर हेर्दाखेरि चाहिँ होइन त्यति बेला नि मैले अलिक बुद्धि पुऱ्याइनँ कि भन्ने फिल हुन्छ त्यस्तो होइन पुऱ्याएन नि त यस्तो राम्रो राम्रो फिल्महरू राम्रो राम्रो ब्यानरको फिल्महरू मैले गरेको छु र मैले छोडेको पनि छु होइन त्यही चिज पछि मैले रिग्रेट फिल पनि गरेको छु किन मैले आफूलाई मात्र आफ्नो टिम भनेर च्यापेँ किनभने म बाहिर पनि निक्लिनु पाउँथेँ किन यस्तो गरेँ भने अहिले रियलाइज भइसकेपछि चाहिँ मैले अझ त्यति बेला पनि कस्तो नि एकदम नजिक कस्तो हुन्छ नि आफूलाई सहज लाग्ने सुटिङ भनेको बाहिर जानुपर्छ होला भोलि के होला डर पनि लाग्थ्यो होइन किनभने मेरो मेरो आफ्नो मम्मी एक्लै हुन्छ यता काठमाडौँमै बस्नुपर्छ बाहिर नजाउँ भन्ने सोचहरू यसले कतिले त बाहिरको प्रोजेक्ट पनि छोड्थेँ अनि कति छ बाहिर 20 दिन त्यसै ल जस्तै मलाई युके बस्दाखेरि मलाई यति धेरै गाह्रो भएको थियो होइन मलाई आमालाई जानु पनि गाह्रो भएको थियो त्यही भएर मलाई सकेसम्म चाहिँ म सबै सोचेर नै म काम गर्छु